हेलो यहाँहरु सबैलाई नमस्कार छ। यो चाहिँ साङ्ला फाट्नेर लगेको यो शिव मन्दिर है। यसरी देख्न सक्नुहुन्छ यस्तो आकारले बनेको छ है। टक्क लाएर यस्तो छ है। भित्र यस्तो मन्दिरहरू छ, यसरी मूर्तिहरू छ। यता देख्न सक्नुहुन्छ कोइरालोको रुखमा यस्तो यति तलदेखि उठाएर लिएर गएको छ। यति माथि अग्लो छ है। बरपिपलको रुखहरू चाहिँ ठ्याक्क यता बरपिपलको रुख चाहिँ तपाईको यतापट्टि छ भने यता देख्न सक्नुहुन्छ कोइरालोको रुख यति तलबाट उठाएर लिएर गएको छ हैन। यति उठाएर ल्याएको छ हैन। यति माथि छ है। यति माथि छ है त। यति माथि छ हेर्न सक्नुहुन्छ। तलदेखि 1 स्टेप 2 स्टेप 3 स्टेप 4 5 6 7 8 9 10 स्टेप उठाएर लगेको छ। यस्तो छ है। यस्तो छ है। उतातिरको भ्यूहरू देख्न सक्नुहुन्छ है। उतातिरको भ्यूहरू यस्तो छ है। साङ्ला बाइपासबाट जम्मा 10-15 मिनेटमा आइपुगिन्छ है। यहाँ साङ्ला फाटको नजिक रहेको है। यो चाहिँ काठमाडौँ भ्याली है। यहाँ देखिएको आसपासको काठमाडौँ भ्यालीहरू यतापट्टिको यस्तो डाँडाकाँडाहरू छ है। यस्तो छ है। मानिसहरूले यहाँ खेतीपाती गर्नको लागि यहाँ हलितो किलाउनुको लागि पुरै यसरी गरिरहनु भएको छ। यस्तो छ है। डाँडाकाँडा पुरै परिवार अब घडेरी बिक्री वितरणको लागि यसरी पुरै खनिएको छ है। यता देख्न सक्नुहुन्छ है कोइरालोको रुख है। यसपछि नझुकिनु है तपाईहरु। कोइरालो रुख बरपिपलको रुख चाहिँ तपाईको यता छ। ठ्याक्कै बरपिपलको रुख चाहिँ यता छ। तपाईको यो कोइरालोको रुख हेर्नु 10 सिँढी उठाएर लिएर गएको छ है। माथि के कस्तो छ तपाईलाई माथि नै गएर देखाउँला है त। माथितिर हेर्न सक्नुहुन्छ। यस्तो छ पुरै सिँढी नै सिँढी बनाएर लिएर गएको छ है। यस्तो सिँढी बनाएर लगेको यस्तो छ है। पुरै यो त 10 सिँढी छ है माथि। ठ्याक्कै यस्तो छ है। देख्न सक्नुहुन्छ है। सिँढी उकालो बनाएर ठ्याक्कै यो तलैदेखि पुरै उकासेर लिएर गएको छ। पुरै अब यति बेला अब काब्राको सिजन भएर है काब्राहरू पनि फुल्न थालिसकेको छ है। देख्न सक्नुहुन्छ। बरपिपल भन्नु होला है तपाईको, तर यो बरपिपल हैन है। तर यस्तो छ है। यस्तोसँग उठालेका छकै लाग्यो तलबाट माथि आउँदासम्म यस्तो छ है। देख्न सक्नुहुन्छ यहाँनिर है ठ्याक्क नागदेवताको यसरी बनाएर राखेको छ है। यस्तो छ है। पुरै रुख हेर्नु कति अग्लो छ पुरै हेर्नु त यसो गर्दा पनि भेट्दैन है। यस्तो छ है। पुरा यता तलको बरपिपल भयो काठमाडौँको आसपासको ठाउँहरू हेर्नु है। तलको साङ्ला फाटे यस्तो छ है। यतापट्टि तारकेश्वर नगरपालिका यता लक्ष्मी टारहरू जाने बाटो यताबाट भयो। तलको मन्दिर महादेवको मन्दिर है साङ्ला फाटको। यतातिरको भ्यूहरू हेर्नु अझै पनि यस्तो छ है। यता साङ्ला फाटको यस्तो पाहाडमा पनि यस्तो घरहरू बनेको छ। आज मौसम अलि धमिलो भएको छ। यस्तो देखिएको छ। आज खासै राम्रो खुलेको छैन। नत्र उतातिरको डाँडाहरू राम्रो देखिन्थ्यो है। पुरै यस्तो अन्धकार जस्तो देखिएको छ। यस्तो छ है। हेर्नुहोस् होला ठ्याक्क हजुरलाई जुम गरी देखिन्छ साङ्ला फाटको ठ्याक्कै यस्तो छ है। पुरै कोइली चरा हेर्नु है। कोइली चरा कसरी बसिरहेको छ। अहिले कराएन है। कुक गरेर एकदम दामी पाराले कराउँछ है। ल हेर्नु है कुक गरे पुरा कोइली। वाह यस्तो राम्रो छ है। ल हेर्नु कोइलीको जोडी है। यो चाहिँ मुनामदन जस्तै पुरा छुट्टिँदा पनि छुट्टिँदैन यसरी बसिरहेको हुन्छ है। ल हेर्नु है त। हेर्नु यहाँको अवस्थाहरू हेर्नु है। आज अक्षय तृतीय परेको भएर हेर्नु न। आज सूर्य पनि यस्तो राखेको छ। आजको दिन तपाईँले जति धेरै दानहरू गर्नुभयो यताउता गर्नुभयो। आज वर्षभरिको सबभन्दा राम्रो दिन परेको छ अरे। तपाईँले आज सुन चाँदीहरू किन्नुभयो यताउता गर्नुभयो भने तपाईँको एकदम फलिफाप हुन्छ अरे। यताउता एकदम कहिले पनि पैसाहरू यता दानहरू गर्नुभयो भने छाताहरू दान गर्नुभयो भने आजको दिन एकदम राम्रो पुण्य छ अरे। यता गाई पनि चढिरहेको छ है। ल गौमाता यसरी चढिरहनु भएको छ है। ठ्याक्क लाएर हेर्नु है। यता लक्ष्मी टारको बाटो उता पुरै घडेरी बनेको छ है। यस्तो ल हेर्नु है। पुरै भ्यू गर्न सक्नुहुन्छ है। ल यो चाहिँ नजिकै बाइपासबाट जम्मा 10-15 मिनटको साङ्ला फाटको चोकमा आसी त्यहाँबाट राइट लिएपछि ठ्याक्क तपाईँको यहाँनिर आइपुग्न सकिन्छ है। ल है त।